नमस्ते। म आज यस्तो दुःख लाग्दो कुरा लिएर आएको छु, सहयोग गरिदिनु होला है प्लिज। हाम्रो सुगोबगालीका घर गीता शाह साई भन्ने चाहिँ हाम्रो बहिनी अछाम रामनगरसन 4 मा बिहे गरेर रहेछन्। उनको चाहिँ काठमाडौँ तिलगङ्गा आँखा अस्पतालमा चाहिँ आँखाको अपरेसन रहेछ। दुईटै आँखा देख्दिनु रहेछन्, गइसक्यो, आँखा ज्योति गइसकेको रहेछ। उनको अपरेसन 10-15 दिनमा छ अरे, 15 दिनपछि हुन्छ दाइ भन्दै फोन गरेका थिइन्। उनले हाम्रो कुलबाई दाइलाई पुर्याइदिनु भिडियो भनेको थिइन्। म मार्फत हामी सबैले सहयोग गरौँ। हामी नेपाली 3 करोड जनता छौँ। 3 करोड जनतामा चाहिँ सबैले 10-10 रुपियाँ सहयोग गर्दा एउटा बहिनीको, हामी नेपाली चेली एउटा छोरीको चाहिँ उद्धार हुन्छ, आँखाको ज्योति फर्किन्छ भने हामी सबै लागि परौँ। उसको सानो छोरा छ क्या, एउटा 2 वर्षको। कति पीडा लाग्छ मनमा, सुन्दा त यति पीडा लाग्छ, त्यहाँ गएर हेर्दा कति पीडा लाग्छ। केएमसी अस्पतालमा उनको उपचार भइरहेको थियो अरे, त्यसपछि अहिले तिलगङ्गा अस्पताल आँखा अस्पतालमा चाहिँ उनको अपरेसन छ अरे। प्लिज 10-15 दिनमा हजुरहरूले सहयोग गरिदिनु होला। म मार्फत म सुरु गर्छु, हजुरहरूले सबैले, म माथि स्क्यान हाकिदिन्छु। स्क्यान हजुरहरूले सक्दो सहयोग जति हुन्छ 3 करोड जनताहरू सहयोग गरेपछि एउटा नेपाली छोरी चेलीको चाहिँ उद्धार हुन्छ है। कहाँलीवासी सक्दो सहयोग गर्नुहोस् है प्लिज। नमस्ते, म चाहिँ गीता साई। मेरो भिडियो चाहिँ कुलबाई दाइसम्म पुर्याइदिनु होला सम्पूर्ण टिकटक साथीहरूले। म चाहिँ 10 प्राणघातक रोगको आक्रमण पहिला चाहिँ शरीरमा गरेको थियो, अहिले चाहिँ आँखामा भएर दुईटै आँखा बन्द छ। अहिले चाहिँ केही पनि देखिँदैन। मेरो अपरेसन चाहिँ 2-3 हप्तापछि छ। हजुरहरूले मेरो यो भिडियो हेरेर मलाई कुलबाई दाइसम्म जोड्ने प्रयास गरिदिनु होला।